भन्छ शान्त वातावरण हैन, अनि जे बोल्दा पनि हुने, जे गर्दा पनि हुने ठाउँ भन्छ, यसलाई भन्छ है। यो भनेको यहाँनिर जसलाई मन लागेको चिज भन्दा पनि हुन्छ, नभन्दा पनि हुन्छ, गाली गर्दा पनि हुन्छ, रिस उठेमा जे भन्दा पनि भयो। र अनि हल्लै हल्लाको संसार, हल्लै हल्लाको संसारमा गाउँघरमा वा सहरमा हल्ला गरौँ त ओल्लो घर पल्लो घरकोले केही रियाक्ट हुन्छ नि होइन। त्यही भएर भन्नु खोजेको केही एक्सन गर्छ होइन, त्यो हुन नदिनुको लागि बरु जङ्गलमा आउने, सिसिफोर बोलिदिने, मनको कुरा खोलिदिने, जे गर्नु मन लाग्यो त्यही गरिदिने है। केटा हो साथी हो सबलाई भनेको है मैले चाहिँ। आइएम ब्रिजन नट टकिङ टु से आई प्रमिस मी। म चाहिँ त्यो गर्छु है प्राय। तर एउटा घर छेउमै आएको चुतियाले गर्दाखेरि चाहिँ म सिजिफोर बोल्दा पनि तिनीहरू त बोल्नुहुन्छ भने हामी त झन् सानो केटाकेटी जस्तै हो भन्नु त मिलेन। त्यही पनि आफूभन्दा एजेट नै भन्नु पऱ्यो नि त। जे पायो त्यही बोल्नुहुन्छ भने एजेटहरूले, हामी एजेटले त झन् बोल्नु मिलि नै हाल्छ होइन।